तपाईँ अर्ली बोर्डिङ स्कुलको प्रिन्सिपल प्राचार्य कति वर्षदेखि यो विद्यालय सञ्चालनमा छ? सर नमस्ते। यो अर्ली बोर्डिङ स्कुल एन्ड मोन्टेसरी विगत 15 वर्षदेखि 2067 देखि चाहिँ हामी सञ्चालनमा ल्याएका छौँ। प्रायःजसो स्कुलहरू गुणस्तरीय शिक्षा अहिलेको आधार भनेर नारा लगाउँछन्, तर त्यो नारामा मात्रै सीमित हुन्छ। तपाईँहरूले भने जस्तै शिक्षा दिनुभएको छ? एकदमै सर, हामी चाहिँ गुणस्तरीयता अब जस्तै अनुशासन, संस्कारका कुराहरू, व्यवहारिकताका कुराहरू, यी सबै कुराहरूलाई फोकस गरेर बच्चाहरूको हेल्थदेखि लिएर हरेक कुराहरू चाहिँ पढेर मात्र चाहिँ बुकमा मात्रै सीमित नगराएर बच्चाहरूलाई हरेक एक्टिभिटिजहरू आउटडोर इन्डोरदेखि लिएर सबै कुराहरूमा हामीले फोकस गरेको छौँ। व्यावहारिक शिक्षा अहिलेको आवश्यकता हो भन्छन् कि वास्तवमा लर्निङ बाई डुइङ, सिकिसकेपछि काम पनि गरेर सिक्ने, त्यो खालको शिक्षा अहिलेको आवश्यकता। यो शिक्षा नीतिले त्यो खालको काम देला कि नदेला जुन तपाईँहरू पढाइराख्नु भएको छ? मलाई लाग्छ एकदमै दिन्छ जस्तो लाग्छ मलाई चाहिँ, होइन सर। म चाहिँ पहिल्यैदेखि नै बोर्डिङ स्कुल पढाउँदै गरेको चाहिँ एउटा शिक्षक हो र मलाई चाहिँ पढाउने क्रममा चाहिँ बच्चाहरूलाई थ्योरीमा मात्रै फोकस गरेको देखिरहँदाखेरि यो किसिमले चाहिँ बच्चाहरूको पछि गएर भविष्य चाहिँ त्यति राम्रो हुँदैन। किनभने थ्योरीमा त बच्चाहरू अगाडि हुन्छ, तर पछि गएर बच्चाहरूले जब चाहिँ +2 यस्तो पास गरिसक्छ, त्यसपछि बच्चा छुट्टै कतै बाबा मम्मीसँग छुट्टिएर बस्नु पऱ्यो भने उसलाई चिया पकाउन पनि आउँदैन, खाना पकाउन पनि आउँदैन, उसलाई के पनि काम गर्न आउँदैन, अनि उसलाई झन् एन्जाइटी हुन्छ। त्यसले गर्दा हामीले चाहिँ यस्तो चाहिँ सोच्यौँ कि अब हामी सानै लेभलदेखि चाहिँ बच्चाहरूलाई चाहिँ व्यवहारिक ज्ञान दिउँ। शिक्षा सँगसँगै खेल्दै चाहिँ रमाउँदै बच्चाहरू चाहिँ व्यवहारिकता सिकौँ भनेर चाहिँ हामीले यो अर्ली बोर्डिङ स्कुल चाहिँ स्थापना गरेका हौँ। तर यो बोर्डिङ स्कुल भन्ने बित्तिकै केवल कमाउनका लागि मात्रै सञ्चालनमा छ भनेर भन्छन् मान्छे, लगाउने आरोप के? हजुर हजुर सर। के सेवाको भावनाले स्कुलहरू खोलिएका हुँदैनन्? चर्को फी भयो भन्छन्। त्यो भन्ने कुरा मात्र हो सर, तर यहाँ जति पनि अभिभावकहरू आउनुहुन्छ उहाँहरूलाई सबै रियालिटी थाहा छ। उहाँहरू सबै एकदमै खुसी हुनुहुन्छ। अब यदि खुसी नभएर कमाउनको लागि मात्रै खोलिएको भन्ने हो भने त यत्रो धेरै चाहिँ अभिभावकहरू, यत्रो विद्यार्थीहरू कसरी हामीसँग जोडिनुहुन्थ्यो र? सबै चाहिँ एकदमै खुसी हुनुहुन्छ, सन्तुष्ट हुनुहुन्छ सर। के छ अब तपाईँहरूको योजना के छ विद्यालयको? हाम्रो चाहिँ अब यसलाई चाहिँ विद्यालयले जति चाहिँ कमाउँदै जान्छ यही विद्यालयमै र बच्चाहरूको लागि चाहिँ हामीले इन्भेस्ट गर्दै जानेछौँ। अझै गुणस्तरीयता, अझै चाहिँ निपुणता सबै कुराहरूमा बच्चाहरूलाई अझै व्यवहारिक कुराहरू, सबै चाहिँ कुराहरू कम्प्लिटली चाहिँ बच्चाहरूको व्यवहारिक ज्ञानको लागि चाहिँ हामी एकदमै चाहिँ गरिरहेको छौँ, काम गरिरहेको छौँ। प्लस हामीले चाहिँ अब शिक्षकहरूको लागि र अरू चाहिँ कर्मचारीहरूको चाहिँ उनीहरूको काम र उनीहरूको चाहिँ सेवा सुविधाको चाहिँ पनि हामीले अपग्रेड गर्ने, उनीहरूलाई चाहिँ हाम्रो अर्ली बोर्डिङ स्कुलमा आएर जोडिएपछि उनीहरूले अरू बाहिर चाहिँ सोच्नु नपरोस्। उहाँहरूले त्यसरी गऱ्यो भने अझै उहाँहरूले बच्चाको विषयमा धेरै सोचिदिनुहुन्छ र बच्चाहरू अझै राम्रो हुँदै जान्छन्। यसरी चाहिँ हामी अझै चाहिँ यसलाई अझै विस्तार गर्ने चाहिँ विचारमा चाहिँ छौँ सर। धन्यवाद। थ्याङ्क यू सर, नमस्कार।